हेलो गाइस, दर्शन नमस्ते। आज म सन्डेको दिन म पार्कतिर समुद्र साइडतिर घुम्न आएको छु। म घुम्न आउँदाखेरि जस्ट एक भिडियो बनाउन लागेको छु। ल हेर्नुहोस्, केटाकेटीहरू सबै यिनीहरू गोरेहरू हो। फेरि नेपालीहरू कोही देखेका छैनन्। ल हेर्नुहोस्, तपाईँहरूलाई यहाँको न्युजिल्यान्डको वातावरण के कस्तो छ अनि यहाँका मान्छेहरू के कस्ता छन् भन्ने मैले देखाउन गइराखेको छु। हेर्नुहोस्, नुहाएर आनन्द चाहिँ बसिरहेछन्, कोही सुतिरहेछन्। कोही बालुवामाथि सुतिराखेको छ नि छाङ्गल गर्मी छ, आनन्द चाहिँ जे होस् अक्सिजन लिइराखेका छन्। उतातिर परसम्म माथि छन्। हेर्नुहोस्, उता परसम्म छन् मान्छे। हेर्नुहोस्, ठुला ठुला रुख छन्। यस्तो आनन्द छ। हेर्नुहोस्, मान्छेहरू यस्तो समुद्र हेर्नुहोस् कति राम्रो छ। यहाँको हावापानी हाई सबै राम्रो छ। पारी टापु छ, समुद्रको बिचमा पहाड छ। समुद्र कहाँ लामो छ। कुनातिर मान्छेहरू पुरा त्यो पार्क भरि भरिएछन्। मान्छेहरू पौडी खेलेर गएर बसिराछन्, सुतिराछन्, जस आनन्द लिइराखेछन्। हेर्नुहोस्, माथि बच्चाहरू खेलिन्छ। बच्चाहरू खेल्नेलाई पनि खेल्न मिल्छ त्यहाँ। माथिहरू टक्क खेलाउनाहरू छन्, सबै खेल्न रमाइलो गर्नलाई। बच्चाहरू मनोरञ्जनको लागि पनि व्यवस्था गरिएको छ। हेर्नुहोस्, पारी समुद्र, आकाश हेर्नुहोस् कति राम्रो देखिन्छ। कति टाढा हो, कति टाढा देखिँदैन। हेर्नुहोस्, मान्छेहरू छुट्टीको दिन किन आउँछन् भने छुट्टीको दिन यो समरको टाइममा त पुरा धन्दा हुँदो रहेछ। त अक्सिजन पाइने है, अक्सिजनहरू पनि राम्रो पाइन्छ। हेर्नुहोस्, शरीरलाई आनन्द हुन्छ। यहाँ आए पछाडि छुट्टै मजा आउँदो रहेछ। हेर्नुहोस्, यहाँ समुद्रको छाल आइरहेको छ। त्यस्तो पौडिरहेछन् बच्चाहरू पनि, डराउँदैनन्। यहाँ बिचमा गएर खेलिरहेछन्। यो समुद्रको छाल फेरि परदेखि आयो भने एकदम ठुलो आउँछ, मान्छेलाई पनि डुबाउँछ। र फेरि सर तल जान्छ, यहाँ माथिसम्म आउँछ। माथि आउँछ अनि त्यहाँपछि गर्दै जान्छ।